उहाँ त 18 भाषामा सपना देख्नुहुन्छ, 36 भाषामा सोच्नुहुन्छ। त्यति मात्रै, अरू पनि भन्दैन। 45 किलो माछा समातेको। दाइलाई जस मजा आयो क्या युवराज दाइलाई। फेरि होइन त्यो याद छ क्या, अहिले पनि मलाई त्यो फिल्म यादको डायलग याद छ क्या। 52-50 सालमा हेरेको देउता है, त्यो फिल्मको दाइको डायलग होइन, 45 किलोको माछा समातेको भन्दैन। अनि दाइको त्यो पनि राम्रो छ। अनि अर्को दक्षिण उयो पनि राम्रो छ होइन। यो युवराज दाइको फिल्म हामीले 50-60 30 32 33 वर्ष भयो हेरेको, अहिलेसम्म याद छ क्या। पनि त्यति लिजेन्ड आर्टिस्ट हो नि दाइ। यो राम्रो माइती घरमा पनि दाइको एकदम राम्रो गर्नुभएको छ। अनि कमब्याक जस दाइको एकदम राम्रो छ। दाइको मलाई मन पर्यो। आर्टिस्टले माइती घरमा सबैले ब्यालेन्समा राम्रो काम गरेको छ। एक दुई ठाउँमा अलिकति मेलो, अलिकति रुने धोने गरेको छ। अलिक नरुनु पर्ने ठाउँमा पनि, जस्तो त्यो आमाको कुरामा होला होइन दाइ? आमा अलिकति मेलो, अलिकति मेलो हो। नत्र भए त ओभरअल फिल्म त कलरफुल एकदम मजा। माइती घर राम्रो बनाएको छ। त्यो फिल्म अब मैले चाहिँ अब तिमीलाई कस्तो लाग्यो? अब तिमीलाई राम्रै लाग्यो भनेपछि फिल्म राम्रै पनि छ फिल्म। तर मैले देख्दा चाहिँ अब फिल्ममा त्यो कलाकारहरूले जस्तो धीरज मगरले पनि, मलाई धीरज मगरको साह्रो अभिनय खासै मन पर्दैन क्या। हुन त अब आदिवासीहरू अलिकति राम्रो गरोस् भन्ने इच्छा हो। तर यसमा राम्रो गरेछ, ठ्याक्क उसलाई क्यारेक्टर बुनाएको लाउरे ठक्क लाउरे ठ्याक्क सुहाएको छ, राम्रो अभिनय गरेछ होइन। अनि अब दाइको त के कुरा गर्नु होइन, युवराज दाइको मजा। त्यो फिल्मको मेन्टर भनौँ न, स्टोरीलाई लाने थियो। अनि अर्को अब उसले पनि के अरे राम्रो अभिनय गरेछ, बुद्धि। त्यही त बुद्धि तामाङलाई चाहिँ खालि त्यो उसलाई के पनि थियो भने ले मात्रै चल्छ भन्ने लाग्छ नि, चल्थ्यो चिन्छ होइन नि, अभिनय पनि राम्रो गरेछ एकदम। त्यो किनभने त्यो हाइट भन्नै परेन नि त, त्यो उहाँको त्यो क्यारेक्टर होइन, उहाँले एकदम न्याय गर्नुभएको छ। अनि यसको स्टोरीहरू पनि राम्रो छ क्या, किनभने नेपाली कथा छ। अनि जस्तो तामाङ होइन समुदायको कथाहरू उठाएको छ। तर त्यही अघि तिमीले भन्यो नि, एक ठाउँ चाहिँ मलाई तिमीले भने जस्तो मलाई मेलो कहाँ लाग्यो भने, जस्तो इन्डिजिनियसहरू आदिवासीहरू फेरि यस्तो फिल्म राम्रै लेखेको हुन्छ कि, यो हामी अलिक यो फेरि हिन्दी भारतीय सिनेमा हेर्छौँ नि, अनि त्यहाँबाट इन्सपायर भइहाल्छ क्या। अब त्यो मलाई लाग्छ है, आमा बाउले छोरी अब राम्रो घरमा जाँदैछ भन्दाखेरि चाहिँ ल छोरी राम्रोसँग गरी खानु होइन, राम्रो गरी खानु, राम्रो घर जुवाम गर्नु है भनेको हुन्छ। यहाँ चाहिँ अब रुएर छोरी यो चाहिँ कहाँबाट सिक्छ क्या यस्तो मेलो गर्नु चाहिँ? कसले सिकाउँछ क्या? कहाँ गर्छ त? अब मर्नु आँटेको हो र हस्पिटलमा हो र रुनु। त्यो त दाइले भन्नुभएको छ नि, के अरे युवराज दाइले द्वन्द्वकालको कुरा गर्नुभयो। एउटा आर्मी र माओवादी लड्छ, हामी बिचमा पेलिन्छ, जनता पेलेका छौँ होइन भनेर पीडा पाउनु भएको छ नि, त्यहाँ अलिकति भावुक बनाएको छ नि, त्यो पाइयो नि त। तर बिहा गरेर जाँदैछ होइन, त्यो बिदाको बेला पनि होइन, त्यो जाँदैछ राम्रो गरेर जाँदैछ, मासु भात खानु पाउँदैछ, त्यो चाहिँ अलिक फन्नी लाग्यो। त्यस्तो त्यो मेलो चाहिँ त्यसो गराइदिनु हुँदैन थियो अहिलेको समयमा होइन। त्यो पुरानो हुन्छ नि त्यो त्यही हिन्दी फिल्ममा बिदाईको बेला बेटी तँ जा रहे हो, कहाँ गएको हो र, राम्रो घर जाँदैछ गर्दैछ, ल गरी खा भन्ने सल्लाह पो दिने हो त। त्यो हो नम्बर एज होल एभरेज फिल्म एकदम राम्रो बनाएको छ। स्टोरी राम्रो छ, स्टोरी नयाँ अलिकति ट्विस्टहरू एकदम राम्रो ल्याएको छ। त्यो एउटै हेरिरहेको स्टोरी फरक बनाएको छ, गजब बनाएको छ, गजब छ। अब अलिकति त्यो गजब बनिरहँदाखेरि त्यो अलिकति उनीहरूले त्यो मलाई चाहिँ यो फिल्म कहाँ खड्केको चाहिँ भने जस्तो माइती घर भन्ने एउटा पुरानो फिल्म थियो, मैले हिजो पनि भने नि माइती घर भन्ने पुरानो फिल्म थियो, त्यो मैले हेरिनँ होइन, फेरि हेर्छु एक दिन। तर यो माइती घर भन्दाखेरि मलाई अलिकति कहाँ चाहिँ चसक्क परेको भने, माइती घर भनेपछि छोरीको घर जो चाहिँ विवाहपछि चाहिँ त्यो घर आफ्नो घर माइती घर हुन्छ। अनि मैले चाहिँ खोजेको फिल्म चाहिँ के हो, योपल्ट यो राइटरले अथवा उसले चाहिँ स्टोरी भन्दाखेरि, स्टोरी टेलिङ गर्दाखेरि चाहिँ घर त्यो त्यही घर जो घर चाहिँ भोलि माइती घर हुँदाखेरि फरक के हुन्छ त, त्यसको होइन फरक के हुन्छ त। जस्तो महिलाहरू तीजमा जान्छन्, हिन्दूहरूको बढी छ नि त अब यो के अरे हिन्दू समुदाय, अब हामी सबै हिन्दूहरू चाहिँ तीज मान्ने, महिलाहरू घर आउने, खुसी मनाउने, दर खाने, त्यो मेरो माइती घर हो भन्छ नि त। कसैले पनि पहिला कहाँ तिम्रो घर कहाँ भन्दा मेरो घर भन्दाखेरि आफ्नो आमाको घर भन्छ, विवाहपछि माइती घर भन्छ। अनि माइती घर भनेपछि मैले त्यो सम्झेँ, उसले मैले त्यो फिल्ममा कन्ट्रास्ट क्या, त्यही घर र पछि त्यो घर माइती घर हुँदाखेरि त्यो आमा बाउले गरे बिहेभ अथवा आमा बाउसँग सम्बन्ध र आफ्नो होइन आफ्नो इन्टरनल त्यो घरसँग
इमोसनल कस्तो हुन्छ होइन त्यहाँको हाम्रो भावनाहरू कसरी जोडिन्छ त्यो घरमा होइन त्यो हाम्रो साइकोलोजिकली कस्तो चल्छ होइन त्यो त्यो चलेर त्यो आमालाई हिजो आमालाई हेर्ने उसको दृष्टि सासु आमासँग भोगेपछि पछि फर्केर आएपछि आमासँग गरेको त्यो चिज होला कि लागेको थियो त्यो बेला माइती घर अनि त्यो चाहिँ पाइनँ मैले किन नाम चाहिँ माइती घर नराखे हुन्थेन अहिले माइती घर नराख्दा नै फरक पर्छ यो फिल्म त्यसै राम्रो थियो त्यो एउटा गीत राख्नलाई त्यो गीत छ नि टाइटलसँग त्यो राख्नलाई उसले फिल्म राख्यो त्यो नराख्दा हुन्थ्यो क्या अनि त्यो भएर यो फिल्मको नाम माइती घर नराखेको भए म यो कुरा उठाउँदैन थिएँ यो राम्रो छ फिल्म एकदम राम्रो छ यसले जे राख्दा पनि हुन्थ्यो अनि अर्को चाहिँ मलाई अलिकति खड्केको कुरा चाहिँ कहाँ भने यो प्रकाश सपुतको क्यारेक्टर एकदम राम्रो सेटअप गर्दैछ होइन अभिनय पनि उसले राम्रो गरेको छ किनभने यो त्यो भेटाको छोरा हो होइन भेटाको छोरा हो कुन जातको खुलेको छैन ठ्याक्क त्यो अनुसारले मलाई लाग्छ त्यो प्रकाश सपुतलाई खेलाउन लागि भनेर नै त्यो कथा बुनेको जस्तो लाग्छ क्या मलाई स्क्रिप्ट भेटाको छोरा वा एज इट इज जेसुकै होस् होइन तर त्यो अलिकति हिरो चाहिँ अलिक बुढो भयो क्या एज धेरै ग्याप भयो क्या त्यो पुरै मेकअप पनि राम्रो गरेको छैन त्यो चाउरी परेको त्यस्तो पुरै होइन देख्छ अनि त्यो फुच्ची देखिरहेछ अनि त्यो हाम्रो के अरे धीरज मगर पनि फुच्ची देखिरहेछ मजाको टक्क देखिरहेछ त्यो चाहिँ बुढो क्या बुढो होइन त्यो बुढो हिरो भयो क्या अलिकति यङ्गै केटाहरू त्यो हाम्रो छ नि प्रदीपहरूलाई प्रदीप टाइपले अलिक हुन्छ नि के हिरो छ नि अर्को के अरे अर्को हिरो छ नि हाम्रो छ नि अरू पनि थुप्रो हिरो छ त त्यो हिरोलाई गराएको भए ठ्याक्क त्यो गरेको हुन्छ जस्तो लाग्यो मलाई अलिक हिरो बुढो भयो जस्तो दयाहाङको धेरै फिल्महरूमा त्यो स्टोरी नै त्यस्तो हुन्छ क्या बिहा नगरेको के अरे बुढेसकाललाई बिहा नगरेको जस्टिफाई गरिदिएको हुन्छ नि त बिहा गर्दैन के अरे मुला भयो खुर्के भइसक्थ्यो काठ भइसक्थ्यो अनि बुढीले त्यो कबड्डीमा पनि कतिपल्ट गइसक्छ अनि बिहा गर्न खोज्यो एउटा गऱ्यो एउटा लान्छ फेरि पर्ख्यो लान्छ त्यो रमाइलो हुन्छ नि त अनि त्यो दयाहाङको क्यारेक्टर बुढो हुँदा पनि अब दयाहाङ हुँदा त्यति धेरै बुढो त होइन र पनि त्यो देख्दा पनि होइन अब बिचरा पटक उसको केटी खोसिएको छ चोल्टिन खोसिएको छ होइन पीडित छ बिचरा अनि त्यो अडियन्सले के अरे पत्याउँछ क्या अडियन्सले बिचरा बिहाइ कन्भिन्स हुन्छ होइन बिहाइ हुँदैन होइन अब ठ्याक्क त्यो भएर अहिले पनि दयाहाङको त्यो उसमा पनि त्यो जारीमा पनि छ नि त होइन त्यो गरेछ अब अहिले जारीमा उपेन्द्र दाईले अब मैले त हेरेको छु नि आउँदैछ अब हेर्नुपर्छ अब नानी भइ ठुलो भयो होइन हिरोको के अरे नानीको बाउ भइसक्यो होला नि त त्यो स्टोरी गरेछ नि त त्यो हुन्छ क्या अब अहिले बुढा अब पहिला यस्तो राज दाईको यत्रो कपाल पालेर कलेज गएको अलिक देखाउँदा सुहाउँछ यत्रो कपाल पालेर कपाल हल्लाउँदै होइन पुरा कलेज गएको पुलिसको लुगा लगाएर लामो कपाल पालेको त्यो पहिला ठिक थियो हो हाम्रो भर्खर हामीलाई सिनेमा हेर्नु थालेको थियौँ नि अब अहिले त मान्छेले वर्ल्ड सिनेमा हेर्छ थाहा हुन्छ ती भनौँ न ती अरू फिल्मै हेर्दा नि इन्डियनै फिल्म हेर्छ भारतीय फिल्म हेर्छन् साउथ हेर्छ होइन ठुलो हाम्रो त ठुलो हाम्रो युनिभर्सिटी नै उयो भएको छ नि इन्डिया बलिउड क्या हाम्रो हलिउड होइन क्या हाम्रो युनिभर्सिटी कस्तो फिल्म बनाउने अनि त्यो भएको छ त्यो गलत छ हामी ट्र्याकै गलतमा छौँ त्यो छोडिदिउँ कुरा अब फिल्मको कुरा मात्रै त्यो हो होइन एकदम जस नेपालीले हेर्ने खालको फिल्म यो दसैँमा हेर्ने खालको फिल्म भनेको छ माइती घर रमाइलो छ ओभरअल फिल्म तामाङ समुदायको नि एकदम राम्रो बनाएको छ त्यो म्युजिकदेखि लिएर ब्याकग्राउन्ड म्युजिकहरू सबै तपाईँको त्यो सिनेमाटोग्राफीहरू त्यो सिनले पनि अझ राम्रो आनन्द दियो क्या त त्यो लोकेसन कहाँ खिचेको कस्तो राम्रो है लोकेसन राम्रो लोकेसनले पेलेको छ जै रमाइलो देखिया छ हिरो राम्रो छ हिरोइनको राम्रो सबैले आफूले निभाउने क्यारेक्टरमा सबैले एकदम ब्यालेन्समा त्यो लिजेन्ड दाइको त लिजेन्ड भएर त्यो फोयल क्यारेक्टरहरू छ नि त्यो फिलरहरू सबै त्यो तामाङ त्यो एउटा सिनमा आउँछ नि ओए के अरे आपा के अरे त्यसलाई घरमा छिर्दिनु भन्दाखेरि त्यो मलाई मन परेको क्यारेक्टर क्या त्यहाँ ठ्याक्क कपाल लामो परेको केटो होइन तामाङ केटो छ नि हल्का परेको त्यो कस्तो राम्रो देख्यो क्या त्यसले गरेको अभिनय क्या त्यो साँच्चै नै क्या त्यो आयो भने त्यसलाई गाउँ छिर्नु नदिने बाँधेर लडाउने ल्याउँछु भन्दाखेरि त्यो प्रकाश सपुतको छेउ आउँछ नि राम्रो सबै त्यो साइड आर्टिस्टहरू त्यो होइन सबै कुरो राम्रो गरेको छ होइन अनि त्यो मलाई त त्यो अर्को कुरा के भने त्यो माग्ने बुढा छ नि त्यसको भर्खर माग्ने राजा हेरेको मैले पुरै मेरो लागेको थियो क्या मलाई त्यसको त्यो अहिले पनि त्यही एक्टिङ गरेर बोल्ने हुन त नेपालको दर्शकलाई त्यस्तै मनपर्छ होइन तर त्यो गरिरहँदाखेरि मलाई भर्खर मलाई माग्ने राजा हेर्दिनँ भन्दा पनि जबरजस्ती हेरेको दाइले भनेर जाउँ हेरौँ भनेर मलाई हलमा छिरायो म हेर्नु गएको फिल्म हेराएँ अनि त्यो फिल्म हेर्दाखेरि अब त्यो अलि राजनीतिक विषयवस्तु अलिकति सटारिकल्ली त्यो चाहिँ कस्तो लाग्यो भने बन्च अफ सिरियलको उयो क्या फिल्म लागेन सिरियल बनाए जस्तो लाग्यो
सिरियल जोडेर बनाएको जस्तो लाग्यो त्यो हँसाउनु पर्ने जबरजस्ती हँसाएको छ के गरेछ अनि त्यो के अरे केदार घिमिरेको अभिनय क्या त्यहाँ बडा मेलो लागिरहेको थियो भने ओभर एक्टिङ लागिरहेको थियो तर यहाँ त त्यो उसको ठ्याक्कै एक्टिङ गरे पनि ठ्याक्क त्यो उसको क्यारेक्टर जुन पायो उसले बाहुन त्यो गरेको अनि राम्रो उसको त्यो यस्तो राम्रो भएको छ यहाँ चाहिँ राम्रो भएको छ है यहाँ चाहिँ त्यस्तो देखेन त्यो ओभरअल राइटिङ त्योमा ध्यान दियो भने सबै चिजहरू राम्रो आउँछ भन्ने कुरा यो उदाहरण पनि हो माइती गरेको किनभने स्क्रिप्टमा स्टडी गर्यो सबैको खोले नि त यो ब्याकग्राउन्ड के गरिरहेको यसको मकसद के हो होइन हिरोको गोल के हो उसको मिसबिलिभ के छ कस्तो मजाले ट्विस्ट गर्दै खा क्या अडियन्सलाई र त्यो फ्रेमभित्रको मान्छेलाई झुक्काएको छ क्या खास त्यो फ्रेमभित्रको मान्छेले देख्दैछ यो हिरोइनको लागि आउँदैछ यो केटी हेर्न आउँदैछ यो आफ्नो बेहुली हेर्न आउँदैछ तर हिरोको गोल सच्चा गोल के छ भने बाउको इज्जत छ क्या त्यो त राम्रो खेलाएको छ क्या त्यो पनि मन पर्यो सस्पेन्स जस्तो यो फिल्ममा चाहिँ कस्तो सस्पेन्स छ भने सेयर्ड सस्पेन्स छ क्या सेयर्ड सस्पेन्स अब हाम्रो फिल्ममा प्रायः हामीले 3टा सस्पेन्स खेल्छौँ होइन वाइक्रो सस्पेन्स अनि सेयर्ड सस्पेन्सहरू अब जस्तो अनि यो सस्पेन्स भने त्यहाँ चाहिँ अडियन्स पनि सस्पेन्समा छौँ त्यहाँको पात्रहरू त्यो क्यारेक्टरहरू पनि सस्पेन्समा छ क्या त्यो त्यो एउटा कुरा भन्न आँटेको यो फिल्म राम्रो भन्दा भन्दा एक ठाउँ चाहिँ काम बिग्रियो जस्तो लाग्यो मलाई लागेको मेरो पर्सपेक्टिभबाट त्यो दाइले हाम्रो के अरे युवराज दाइले बाजेले जुक्ति लाउँछ नि जुक्तिमा उसले के भनेको हुन्छ भने मैले बिहा गर्दाखेरि केटी हेरेको थिइनँ मलाई मेरै जस्तो बिहा होस् भन्ने इच्छा हो भनेर उनीहरूले त्यहाँ टर्म एन्ड कन्डिसन राख्छ होइन अनि के अरे केटाले केटी हेर्नु पाउँदैन यदि हेऱ्यो भने कसै कता कोही आएर हेऱ्यो भने चाहिँ मेन ट्विस्ट है त्यो फिल्ममा त्यो चाहिँ बिहा रद्द हुन्छ होइन रद्द हुन्छ अनि त्यो केटाले केटी छान्नु पर्छ केटाले यो बेहुली चिन्नु पर्यो चिनेन भने घर जोइ बस्नुपर्छ अनि जो यदि घर जोइ नबसे भए जो केटी दिए पनि बिहा गर्नुपर्छ भनेर यो लामो के अरे लामो यो छ एग्रिमेन्ट कुरा हुँदाखेरि उनीहरूले स्वीकारेको छ नि त बुझाइहरू छ त्यो हुँदै के भएको छ भने हिरो त अब हिरो त जान्छ नि त केटी हेर्न भनेर पुलिस भएर जान्छन् घरि के त बाबाजी भएर जान्छन् घरि त्यो माग्ने बुढो र जान्छ होइन गाउँमा लुक्छ गाउँमा पुरा कोही छिर्नु नदिने खुट्टा भाँची भेट्यो भने को भने त्यो बिहा त्यसै रद्द हुनु पर्यो हो नि त हिरो लास्टमा चाहिँ अब एक ठाउँमा आएर चाहिँ हिरोले चिन्छ होइन मार्साङ चिन्छ मार्साङलाई चिनेपछि केटी चिनेपछि त त्यो एकछिन त्यहाँ अर्को केटीले पनि राम्रो त्यो गरेछ किन हाम्रो उसको दिदी बहिनी पुण्य रहेछ नि त होइन केटीले हाम्रो ताराको हिरो त्यो त बुलन्द छ होइन अनि त्यो गरिराख्दाखेरि चाहिँ त्यसले उयो भन्छ नि के अरे मैले चिनेँ भनेपछि त्यो पछि प्रकाश सपुत पनि आउँछ फाइट खेल्छ होइन पुरा पर्छ सबै अब देखौँ त अब देखौँ क्लियर त्यो त सिधै बिहा क्यान्सल हुनु पऱ्यो हो नि त अनि त्यो फेरि रद्द हुनु पर्ने अनि त्यो रद्द त्यो कुरा उठ्दैन अनि बिहामा केटी ल बेहुली चिन भन्दा त थाहा छ नि त यसले वा किनभने धेरै छ नि त मान्छे उसले सुटेको देखेको होइन फाइट परेछ अर्को गुन्डा अर्को केटाहरू पनि छ अर्को प्रकाश सपुत पनि छ बहिनी छ सबै थाहा छ नि त यिनीहरूले आयो यो केटा यही हो बेहुला यही हो सबै क्लियर भइसक्यो घरमा देखिसक्यो फाइट परिसक्यो त्यत्रो भइसक्यो त्यो त यसले चाहिँ यो सर्ट के अरे तोड्यो है भन्नु सक्छ नि त यो बिहा नभए त्यहाँ आएर फेरि आएर ल बेहुली चिन भन्छ कस्तो फन्नी देखेको त्यहाँ चाहिँ क्या त्यो त उसले चिनिसकेको छ नि त कि त उसले सुटुक्क गर होइन गरे यो भने त्यो उता अरूलाई पठाएर उसले यस्तो गरेर हेरेको भए हेर नि त कत्रो ग्राजुएट बसेको छ घरि दुर्बिनले हेरेको छ घरि ढोल उडाएको छ त्यो फन्नी छ रमाइलो छ इङ्गेज छ त अलिकति चाहिँ त्यहाँ त्यो चाहिँ के गरेको त्यो चाहिँ मैले नबुझेँ क्या त्यो स्क्रिप्टमा प्रब्लम भयो यस्तो होला नि अब सबै समग्र फिल्म बनाएर त एक दुईवटा मिस्टेक नदेखिया होला होइन त्यो त अनि त्यो मेन चिज हो नि मेन स्क्रिप्ट त गर्दाखेरि के गराउने मेनको यिनीहरूको कन्फ्लिक्ट नै यही हो नि त खास यो त यो है तिमीहरूको यो त्यो बुढा बाबैले राखिसकेपछि बाजेले राखिसकेपछि यही कुरामा चाहिँ फेरिमा यो फिल्म कुदिरहेछ नि त यसकै नियममा कुदिरहेछ यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन त्यसले त मजा दिइरहेछ नि त अनि त्यसलाई त उसले गरिरहेछ घरि बाबाजी भएर जान्छ घरि के गर्छ अरू घरमा लुक्छ अरू के अरे माग्ने बुढो के अरे केदा घिमेले त्यो गरेर केटीसँग प्रेम बस्छ उसको आफ्नो स्टोरी कुद्छ त्यहाँ पनि राम्रो छ त्यो सबै राम्रो गरेछ सबै राम्रो छ तर खालि के भने मलाई भन्नु खोजेको कुरा चाहिँ त्यहाँ आएर चाहिँ कहाँ बिग्रियो के भएर बिग्रियो हो तिनीहरूले स्क्रिप्टमै त्यस्तो लेखेको हो कि हामीले नजानेको कि हेर्न हामीले पनि नबुझेको हो कि त्यो चाहिँ देखेको छु है त्यो फिल्म जो नेपाली दर्शकलाई एकदम यो दसैँमा हेर्ने फिल्म राम्रो बनेको छ अब यो खोले पाक्छ खोले पाक्दै गर्छ खोले गफ पनि यस्तै हो हरिबहादुरको जुत्ता भोलि हेरौँ न अनि हेरेर फेरि गफ गरौँ
फेरि अब गरौँ। त्यो विषयमा हामी दाजुभाइ बसेर गफौँ के छ हामीले अब फिल्म बनाउने होइन हामीले अब फिल्म कहिले अब अरूको फिल्म हेर्दै गफ गर्ने बस्ने